सीधा You can see the Kalpana your boss as boss अड्डामा आज Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off as friends. I don't really understand myself. I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so cold outside. I'm alone, I'm alright. It's so cold outside. I'm alone, I'm alright. It's so cold. So alright guys, welcome back to the new episode of Boss Adda. अनि आज हामी छौँ हाम्रो घनश्याम दाइ हाम्रो 3D मा हुनुहुन्थ्यो. सो म पनि आज घर फर्किँदैछु, दाइसँगै जाने हो. गाडी चाहिँ उहाँ चाहिँ मिसन कर्णाली. सो यता देख्न सक्नुहुन्छ, यहाँ चाहिँ किनियर बस दाइ यहाँ हुनुहुन्छ. सो त्यही हो, हामी चाहिँ यहाँ अहिले पानी परिरहेछ. अब हामी एकछिन त अगाडि काउन्टर साइडतिर जाँदैछौँ. गाडीहरू सबै निस्किने बेला भएको छ. हाम्रो निस्किने टाइम चाहिँ कति बजे दाइ? 5:30 बजे हो. अनि बिहान जुङ्गे दाइसँग नि कन्ट्याक्ट भएको थियो. जुङ्गे दाइहरूको चाहिँ आज उता सुर्खेतबाट फर्किने पालो रहेछ. सो बाटोमा भेटिन्छ होला सायद. अनि हाम्रो बेटी गाडी पनि आउँदैछ अमित अङ्कलको. त्यही हो, गाडीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले. पानी दामी परिरहेछ है, यो भिजिन्छ यहाँ. त्यो एउटा दुइटा सुट पनि हान्ने हो क्यामेराबाट, दामी आयो. अब त्यो चाहिँ एडिट गरेर बस अड्डाको पेजमा आउँछ. त्यो पनि यो भ्लग पनि बस अड्डाको युट्युबमा आउँछ. सो त्यही हो, अलिअलि क्लिप पनि आउँछ. पानी पर्न लाग्यो यार. हामी चाहिँ बस पार्कभित्र काउन्टरतिर साइडतिर दाइ हुनुहुन्छ. हाम्रो टिकट काटेको दाइहरूको काउन्टर चाहिँ हो है. सही हो, मिसन कर्णाली साइड. अहिले चाहिँ बजिसकेको छ बेलुकाको 5 र अब हाम्रो गाडी निस्किने टाइम भइसकेको छ. सो त्यही हो, अब चाहिँ बाटोमा भ्लग गर्दै दामी दामी रिल्सहरू बनाउँदै जानुपर्छ. हाम्रो घनश्याम दाइ यता हुनुहुन्छ. ल दा यता हेर्नु एक लट. ए सही हो. अनि यता मान्छे ए सब अब है रमाइलो गर्दै गइने हो. अगाडि चाहिँ विराट छ, विराट पूर्वको विराट कागड भित्ता. सो त्यही हो, पानी परेर हेर्नु भिजेर हल्का कपाल अर्कै अर्कै भएर होला होइन, केही छैन. गाडी चाहिँ यता छ है, निस्किँदैछ मजाले. यहाँ चाहिँ द यासा मेट्रो अक्का छ यसको नि कलर. बुलबुले छ. अनि हाम्रो उता नेपालको फाइटर किङ पनि निस्किसकेको छ. रेड हर्स पनि निस्किरहेको छ. हाम्रो सिरी बेच पनि निस्किसकेको छ, निस्किरहेको छ. स्वर्गधारी बाबा आउनु भएको छ पछाडि. सो त्यही हो, अब बब्बाल है गाडीहरू निस्किरहेछ. यहाँ चाहिँ हाम्रो अगाडि रेड हर्स छ, हाम्रो नेपालको टोलीको. उता चाहिँ स्माइल दिइरहेछन् है. सो बिहानी पनि छ बर्दियातिरबाट. अनि हाम्रो बेटी गाडी चाहिँ छ, तर 74को पालो रहेछ आज. हाम्रो 75को चाहिँ उता नेपालगञ्जबाट आज हिँड्छ. त्यही हो, भ्लगमा चाहिँ नयाँ ट्विस्ट भनेको कल्पना एयर बस आइसकेको छ है. यहाँ चाहिँ बिहानी छ, पछाडि छ कल्पना. ल ल ल ल पहिला चाहिँ हाम्रो यहाँ भैरव निस्किनु लागेको छ. सो भैरव निस्केपछि कल्पना निस्किन्छ. यु क्यान सी द कल्पना एयर बस एज बस अड्डामा आज है. जेबी दाइको कल्पना. अगाडि चाहिँ स्याङ्जा दर्शन. सही हो, डिस्कभरीबाट यहाँ मलाई के अरे के भन्दा चाहिँ मलाई खोजिरहेको छ नेपालगञ्जमा. मेरो गेटअप चाहिँ बबाल छ अहिले. बुलबुले हाम्रो मिसन कर्णाली पनि आइसक्यो. यहाँ चाहिँ सिसा फुटेको छ है उसको चाहिँ गाडीको चाहिँ. घनश्याम दाइलाई देख्नु. हाम्रो चाहिँ यहाँ मिसन कर्णालीलाई चाहिँ सजाउने भनेर. ल दाइ, ल घनश्याम दाइ, ल देखाउनु. मुरली ए मुरली बाँसुरी आइसक्यो है यहाँ. सही हो. ए डमरू अब यहाँ लाग्छ. अनि यो पनि निकाल्ने हो. अनि योहरू निकालेर अरू नयाँ हाल्ने हो. शिवजी हाम्रो घनश्याम दाइ. सही हो, भसक्कै पानी पर्यो. अनि हाम्रो भसक्कै है, भसक्कै. हामीसँग हुनुहुन्छ आजको अजय दाइ. सबैले चिन्नु भयो होला होइन, हाम्रो भ्लग भिडियोमा देखिरहनु भएको थियो होला.
गोल्डेनमा नि हिँड्नुभयो दाइ, त्यहाँबाट फाइटर किङमा, अहिले चाहिँ उडानमा हुनुहुन्छ हाम्रो दाइ। उता चाहिँ घनश्याम दाइको, उहाँ चाहिँ जर्मन प्रविधि निखिल उप्रेती दाइको सब छ सुत्तै हो अहिले बाटोमा है मजाले हुन्छ। उहाँ चाहिँ उडान मिसन कर्णाली रेडी है, अजय दाई, घनश्याम दाई अनि हाम्रो निखिल उप्रेती दाई सब यहाँ पालो पालो छन्। हाम्रो के भन्नु खोइ शब्दहरू हराएछन् सबै, लाग्दैछ उडिरहेछु म माथि एक्लै। झस्किन्छु के भएको म आफैसँगै बोल्दै बस्छु सधैँ, लाग्दैछ अल्झिरहेछु म कहीँ कतै। आत्तिन्छु के गर्दिन म, के गर्नु मन छैन मलाई, हाँस्दिन्छु। सतुङ्गल पुग्न लागिसक्यो केटाहरू चाहिँ यहाँ छन्। जर्मनी लाग्छ के छ खबर? बब्बाल सुर्ती हान्दै है। गाइज हामी चाहिँ नागढुङ्गा पुग्न लागिसक्यो। हाम्रो घनश्याम दाइ देखिनु नै भएको छैन, के भन्ने देखिनु भएको छैन कोही पनि। हाम्रो घनश्याम दाइ उता हुनुहुन्छ। राइट नाउ हामी चाहिँ नागढुङ्गा पुग्न लागिसक्यो चेकपोस्टमा। अगाडि चाहिँ हाम्रो अगाडि फ्रिडम एयर बस्छ। पानीले पुरा देखिरहेको छैन है राम्रोसँग, त्यही हो। अगाडिको पहाडको भ्यू घनश्याम दाइ देखिनुहुन्न फेरि अँध्यारो। भाइरल गुरुलाई यार, भाइरल दाइ गाना बजाउनु त, गाना भएन भएन। चेकपोस्टबाट उताको बजाउँला। सही हो सही हो। फाइनली वी आर एट नागढुङ्गा चेकपोस्ट। अगाडि चाहिँ यहाँ पुलिस मामाले सबको डिग्गी हेरिरहनु भएको छ, हाम्रो पनि हेरिरहनु भएको छ। हेरिसक्नु हो। घनश्याम दाइ उता हुनुहुन्छ, दाइहरू पनि उता बसिरहनु भएको छ। अनि हाम्रो यहाँ अन्टी काँक्रा बेच्न आउनुहुन्छ है। ल अन्टीको पनि आफ्नो छुट्टै शैली छ। त्यही हो, ल जय होस्। यु क्यान सी कमिसन कर्णाली हाम्रो यहाँ हिरो यहाँ यता छन्। विराट एसी पूर्वतिरको हाम्रो दाङको गाडी है। सो फाइनली यु क्यान सी हाम्रो मिसन कर्णाली दामी पारामा। अनि हामी जाँदैछौँ सुर्खेत। हाम्रो दाइ यता हुनुहुन्छ घनश्याम दाइ है। घनश्याम दाइ भित्र गाडीको साउजी हाम्रो दाइको। सो हेर यु क्यान सी हाम्रो मिसन कर्णाली हाम्रो दाइ दामी पारामा है। गाइज यहाँ चाहिँ प्रदर्शनकारीहरू है, प्रदर्शनकारीहरू। हाकेर हुक्का तानेर हामीले चाहिँ खाना खाएर निस्किन लागिसक्यो है। त्यही हो, दाइ अगाडि हेर्नुहुन्छ। गाइस हामी चाहिँ खाना खाएर अब निस्किँदैछ। हाम्रो गाडी चाहिँ उहाँ छ है, अब देख्न सक्नुहुन्न होला, हल्का भित्र छ। यो चाहिँ हाइवे हो यहाँ अगाडि। सो उहाँ चाहिँ अर्को गाडी छ, देख्न सक्नुहुन्छ। सो त्यही हो। अनि हामी चाहिँ कुरिन्टार भनौँ, गाडी चाहिँ उहाँ छ। हामी चाहिँ मनोकामना पुगिसक्यो। मनोकामना Finally guys, we are in Muglin. Sampai konsen naik. Konsen naik deki di sana. Konsen naik. Parah.
Alright guys, हामी चाहिँ न्यू रोड भन्न आउँछ सर नि नारायणघाट पुग्न लागिसक्यो नारायणघाट मुगलिन सडक है देवघाट भनौँ न हामी बाटो चक्की क्वालिटी चाहिँ पानी दह्रो परिरहेछ सो त्यही यो गीत बजेर यहाँ अलिक सुनिरहेको छैन है हाम्रो अगाडि चाहिँ मन्जुश्री छ दाङको सो फाइनली वेयर एट नारायणघाट है हेर्न सक्नुहुन्छ हाम्रो दाइ अगाडि हुनुहुन्छ अलराइट गाइस हाम्रो कर्णाली कर्णाली नारायणघाटमा है गाइस यहाँ चाहिँ हाम्रो फ्युलिङ हुँदैछ है फ्युलिङ अफ हुँदैछ गाडीको यता छ देख्न सक्नुहुन्छ अब निस्किने टाइम भइसक्यो दाइ माथि चढिसक्नुभयो सो त्यही हो बाबा ल गाइस हामी चाहिँ नारायणीको माथि अलराइट गाइज अलराइट अहिले चाहिँ बिहानको बजिरहेको छ भनौँ अनि हामी चाहिँ छौँ चप्परगौडी राप्ती सोनारी भनौँ बाँकीमा छौँ गाडी चाहिँ यता छ एउटा सिसा चाहिँ पहिल्यै फुटेको थियो दाइ पनि सुत्नु भएको थियो भर्खर उठ्नु भएको छ म पनि भर्खर उठेको मुख धोएको सो त्यही हो अब जानुपर्छ कोलपुर नजिक आइसक्यो म अब झर्ने टाइम आइसक्यो मिसन कर्णाली धपक धपक पारामा गाइज धपक धपक पारामा है ल दाइजो धपक धपक यति फास्ट छौँ कि यति फास्ट जर्मन गाडी कहाँ गयो गयो भने होइन जर्मन त लमै छ होला लमै मिसन कर्णाली आइसक्यो जर्मन गाडी खै जर्मनी गाडी हरायो जर्मनी गाडीमा चनौटातिर पुगिरहेको होला अहिले
स्पट गाइज हामीले पुगिसकेको छ कोलपुर ढौगेरी है बाई बाई भन्ने टाइम भइसक्यो यहाँबाट छुट्टिन्छौँ हामी Finally we are at Kolpur guys, Chappalgodi. Bye bye भन्ने टाइम आयो हाम्रो घनश्याम दाइलाई चाहिँ है ल घनश्याम दाइ ल दाइ ल यता हेर्नु न त ल बाई है ल